यहाँ चाहिँ भर्याङ रहेछ यसो माथि भर्याङ माथिसम्म चढ्न मिल्ने रहेछ। अब यहाँ कसले चढ्थ्यो यस्तो पानी परेछ यो चिप्लो होला काठको। यहाँ माथि चढ्दै हेर्न मिल्ने रहेछ तर कोही चढेको छैन आज। अब यता पुरै हुसो लागेको छ। यो पुरै हुसो लाग्यो भएर चाहिँ आजको सनराइजको हेर्ने प्लान चाहिँ हाम्रो दलान भयो। अलि सिमसिम पानी परेको छ अहिले। यहाँ नजिकै हिमालहरू देखिनु पनि अब हाम्रो ब्याड लक। हिमाल त के सब यो कुहिरोले छेकेछ। सिमसिम पानी परिरहेछ, मान्छेहरू सब भिजिसकेको छ। रेनकोट लाएर आइएन, यस्तो पानी पर्ला भनेर सोचेको छैन, प्लान केही छैन। यस्तो यहाँ आएर यसरी सबै प्रिपेयर भएर आउनुपर्ने रहेछ। यहाँ चाहिँ यहाँ हुँदा चाहिँ यहाँ एउटा गोठ जस्तो एउटा चाहिँ के बस्ने ठाउँ चाहिँ रहेछ एउटा। आगो बालिरहेको रहेछ यहाँ। बस मजाले बस्नु, पानी पऱ्यो भने बस्नु आउँछ रहेछ। चिसो भएर चाहिँ सबैजना यहाँ आगो टापिरहेको साथीहरू सबैजना चाहिँ चिसो भएर यता बस्नु। पानी परेर चाहिँ यता पानी पऱ्यो अहिले चाहिँ झन्। अब चाहिँ हामी एकछिन यहीँ बस्छौँ। अब तल जाँदाखेरि चाहिँ पानी परेन भने चाहिँ फेरि हामी कन्टिन्यू गर्छौँ।